आज म तपाईहरूलाई एउटा प्रश्न गर्न चाहन्छु। यदि मैले तपाईहरूलाई दिनको केवल 1 घण्टा 60 मिनटले तपाईहरूको जीवनको दिशा पूर्ण रूपले परिवर्तन गर्न सक्छ भने के तपाईँ विश्वास गर्नुहुन्छ? हो, धेरै मानिसहरूले गर्दैनन्। किन? उनीहरू सोच्छन् कि ट्रान्सफर्मेसनका लागि चमत्कार चाहिन्छ। उनीहरू सोच्छन् कि दिनको 16 देखि 20 घण्टा काम गर्नुपर्छ, धनाढ्य फ्यामिलीमा जन्म लिनुपर्छ अथवा भाग्य हुनुपर्छ। तर म यहाँ तपाईहरूलाई एउटा सत्य भन्न चाहन्छु, त्यो सबै आवश्यक छैन। यो सुरु हुन्छ दिनको केवल 1 घण्टाबाट। हो, जस्ट एन आवर। यस्तो घण्टा जहाँ तपाईँ अरूको जीवन हेर्न छोडेर आफ्नो जीवन बनाउन सुरु गर्नुहुन्छ। एउटा यस्तो घण्टा जहाँ तपाईँ बहाना छोडेर अनुशासन रोज्नुहुन्छ र एउटा यस्तो घण्टा जहाँ तपाईँ आफूलाई निर्माण गर्न सुरु गर्नुहुन्छ। किनकि धेरै मानिसहरू व्यस्त छन् र कमै मानिसहरू मात्र अघि बढिरहेका छन्। उनीहरू फोनमा व्यस्त छन्, हेरिरहन्छन्, दोहोऱ्याउँछन्, तर रोकिँदैनन् र सोच्दैनन्। किनकि उनीहरू सोच्दैनन् र उनीहरू परिवर्तन हुँदैन। तर यदि तपाईँ यो भिडियो हेरिरहनु भएको छ भने तपाईँ अलरेडी ती व्यक्तिहरूभन्दा अगाडि हुनुहुन्छ। तपाईँ प्रयास गरिराख्नु भएको छ, तपाईँ खोजिराख्नु भएको छ र तपाईँ तयार हुनुहुन्छ। आज हामी त्यही 1 घण्टाको बारेमा कुरा गर्नेछौँ जसले तपाईँको इन्कम, ह्याबिट, रिलेसनसिप र तपाईँको भविष्य समेत परिवर्तन गर्न सक्दछ। किनभने सफलता दुर्घटना होइन, यो त हरेक दिन गरिने निर्णय हो। र सबैभन्दा राम्रो कुरा के हो भने यसका लागि तपाईँलाई न त कसैको पर्मिसन चाहिन्छ, न त ठुलो अपर्च्युनिटी चाहिन्छ, न त शुभ साइत नै चाहिन्छ। तपाईँलाई चाहिन्छ सिर्फ दिनको 1 घण्टा। अब सुरु गरौँ। सर्वप्रथम तपाईँको पहिलो घण्टा फिर्ता लिनुहोस्। आज म तपाईँहरूलाई एउटा गहिरो अर्थ भएको कुरा भन्न चाहन्छु। तपाईँले दिनको सुरुवात कसरी गर्नुहुन्छ त्यसले तपाईँको जीवन कसरी बाँचिन्छ भन्ने कुरा निर्धारण गर्दछ। र धेरै मानिसहरू त्यो पहिलो घण्टा गुमाउँछन्। उनीहरू उठ्ने बित्तिकै फोन समाउँछन्, म्यासेज हेर्छन्, न्युज हेर्छन् र अरूले के गरिरहेका छन् भन्ने कुरामा चासो दिन्छन्। तर कहिले पनि हेर्दैनन् त्यो हो आफ्नो मन। उनीहरू आफूलाई कहिले सोध्दैनन् कि आज म के बन्दैछु, आज म के निर्माण गर्दैछु र वास्तवमा मलाई कता जानु छ। यदि तपाईँले बिहानको त्यो पहिलो घण्टामा आफ्नो माइन्ड प्रोग्राम गर्नु भएन भने संसारले तपाईँको माइन्ड प्रोग्राम गर्नेछ र संसारले तपाईँको सधैँ राम्रो सोध्छ भन्ने छैन। त्यसैले बिहानको त्यो पहिलो घण्टा आफ्नो बनाउनुहोस्। त्यसैले च्यालेन्ज के हो भने दिनको त्यो पहिलो घण्टा फिर्ता लिनुहोस्, यसलाई आफ्नो बनाउनुहोस्। अलिकति चाँडो उठ्नुहोस्, ट्रेन्डका लागि होइन, ट्रान्सफर्मेसनका लागि। अनि त्यो समय प्रयोग गर्नुहोस् राम्रो किताब पढ्न, धन्यवाद महसुस गर्न, गोल भिजुअलाइज गर्न, दिन प्लान गर्न, शरीर चलाउन, पानी पिउन, शान्त भएर बस्न अनि त्यो गर्न जुन पुरानो तपाईँले आफूलाई कहिले टाइम दिनु भएन। र सत्य के हो भने यदि तपाईँले दिनको त्यो पहिलो घण्टा जित्नुभयो भने दिन जित्नुहुनेछ र यदि तपाईँले पर्याप्त दिन जित्नुभयो भने तपाईँले आफ्नो जीवन जित्नुहुनेछ। अब केही मानिसहरू भन्छन् म बिहान उठ्न सक्दिनँ। तर एउटा कुरा ध्यान दिनुहोस्, सफलताले तपाईँको फिलिङ्स केयर गर्दैन र डिसिप्लिनले तपाईँ कस्तो फिल गर्दै हुनुहुन्छ केयर गर्दैन। त्यसैले आज एउटा सम्झौता गर्नुहोस्, संसारलाई छुनु अघि तपाईँ आफ्नो फ्युचरलाई छुनुहोस्। कन्ज्युम होइन, क्रिएट गर्नुहोस्। केवल उठ्नु होइन, राइजअप गर्नुहोस्। किनभने तपाईँको फ्युचर 10 बजे होइन 6 बजे नै पर्खिरहेको हुन्छ। अब अर्को कुरा, त्यो 1 घण्टा तपाईँ आफ्नो ट्रेजर जस्तै गार्ड गर्नुहोस्। आफ्नो अमूल्य सम्पत्ति झै यसलाई प्रोटेक्ट गर्नुहोस्। मानिसहरू यसलाई चोर्न खोज्छन्, नोटिफिकेसनले, म्यासेजले अनि कल्सले, केवल 1 मिनट मात्रै भन्ने बहानाले। त्यसैले बाउन्ड्री बनाउनुहोस् र भन्नुहोस् यो मेरो ग्रोथको समय हो। किनकि समय पैसाभन्दा मूल्यवान छ। पैसा फेरि कमाउन सकिन्छ तर समय फर्केर आउँदैन। त्यसैले 1 घण्टा प्रोटेक्ट गर्नुहोस्। यो 1 घण्टाले 100 गुणा फर्काउन सक्छ। यसले क्ल्यारिटी, स्किल, इन्कम र कन्फिडेन्स दिन्छ। किनकि डिरेक्सन बिना एक्सन बेकार हुन्छ। तपाईँ गलत डिरेक्सनमा बिजी हुन सक्नुहुन्छ। त्यसैले सोध्नुहोस् म कहाँ जाँदैछु, किनकि डिरेक्सन बिना लाइफ अर्थहीन हुन्छ। त्यसैले प्लान गर्नुहोस्, एम बनाउनुहोस् र दिनको 1 घण्टा आफ्नो माइन्ड फिट गर्नुहोस्। अनि अरू वेस्ट गरिरहँदा तपाईँ ग्रो गरिराख्नु भएको हुनेछ। जिम रोनले भनेका छन् आफ्नो कामको लागि भन्दा आफ्नो लागि बढी समय दिनुहोस्। त्यसैले पढ्नुहोस्, सिक्नुहोस्, सुन्नुहोस्, किनकि नलेजले तपाईँलाई ट्रान्सफर्म गर्छ।
दिनको 1 घन्टा मतलब वर्षको 365 दिन। त्यसैले गल्ती गर्दै भए पनि सिक्न नछोड्नुहोस्, किनकि रिपिटेसन नै स्किल हो। र अन्त्यमा तपाईँ जीवन एकैचोटि बदल्नुहुन्न, तपाईँ हरेक दिन 1 घन्टा प्रयास गरेर बदल्नुहुन्छ। त्यो 1 घन्टा जब तपाईँ गाह्रो हुँदा पनि उठ्नुभयो, त्यो 1 घन्टा जब तपाईँले आफ्नो कम्फर्ट छोड्नुभयो, त्यो 1 घन्टा जब तपाईँले प्र्याक्टिस गर्नुभयो अनि प्र्याक्टिस गरि नै रहनुभयो हो, त्यही 1 घन्टाले अनि तपाईँलाई नयाँ शक्ति बनाउनेछ। आज सुरु गर्नुहोस्, भोलि होइन, किनकि भोलि प्रमिस हो, आज डिसिजन हो। केवल इन्सपिरेसन मात्रै होइन, एक्सन लिनुहोस्। त्यसैले आफ्नो 1 घन्टा फिर्ता लिनुहोस्। यदि तपाईँले दिनको 1 घन्टा आफ्नो ग्रोथको लागि दिनुभयो भने 1 वर्ष पछाडि त्यो जीवन बाँचिरहेको हुनुहुनेछ जुन आज एउटा कल्पना मात्रै हो। त्यसैले आजै सुरु गर्नुहोस्। त्यति सजिलो छैन, तर वर्दी छ। 1 घन्टा, 1 निर्णय, 1 नयाँ तपाईँ।